नमस्ते। इपिएस टपिकको न्यू कोर्समा आधारित टेक्स्ट बुक अध्ययन गर्ने क्रममा आज हामी तेस्रो च्याप्टरमा छौँ। हरेक दिन हामी इपिएस टपिकको नयाँ कोर्समा आधारित बुकलाई अनलाइन मार्फत हामी अध्ययन गर्ने गर्छौँ। आजको पाठ छ हाम्रो पाठ 3। आजबाट हामी च्याप्टर 3 सुरु गर्दैछौँ। च्याप्टर 3 मा छ विची वा छाङसो। विची वा छाङसो। विची भनेको के हो? लोकेसन र छाङसो भनेको ठाउँ अथवा प्लेस। विची भनेको लोकेसन अथवा एरिया र छाङसो भनेको प्लेस भयो। ल अब यसमा के भन्छ त हामी जाउँ अगाडि। 텔레비전을 어디에 있어요? 텔레비전은 어디에 있어요? 텔레비전 कहाँ छ? खसिरे 있어요. खसिर भनेको कता हो त? बैठक है, लिभिङ रुमलाई भन्छ खसिरे 있어요। ल यो पाठमा हामी के पढ्छौँ त भन्दा 문법मा हामी 이가 있어요, 없어요. ल 이가 있어요, 없어요. छ र छैन। नाउन प्लस 이가 있어요, 없어요 भन्छ। अनि ए भनेको हामीले के पढ्छ? मा छाङसोमा स्पेशली प्लेसमा लाग्छ, ठाउँमा लाग्ने भएको भएर ए भनेको। अब यसमा अहेमा छ हाम्रो भोकाबुलरी खागु वा छन्जा छेफुम भनेको छ। छन्जा छेफुम भनेको चाहिँ खागु भनेको फर्निचर र छन्जा छेफुम भनेको इलेक्ट्रोनिक्स अथवा विद्युतीय उपकरणहरू है। खागु भनेको त फर्निचर भयो, फर्निचर र छन्जा छेफुम भनेको विद्युतीय उपकरण। र अब छाङसो भनेको प्लेस एरिया भइहाल्यो, ठाउँ भइहाल्यो। अब मुन्ह वा छङ्बोमा हामी यसमा पढ्छौँ संस्कार र जानकारीमा हामी हाङ्गुके थोसी भनेको कोरियाको सहर है, सहरहरूको बारेमा पढ्छौँ। आक्सोमोफीमा जाउँ। यो पाठ पढ्नुको उद्देश्य के हो त भन्दाखेरि छिबे इनुन मुल्गने तेहे माराल छुइता। घरमा भएको सामानको बारेमा। छिबे इनुन घरमा रहेको अथवा भएको सामान, मुल्गन भनेको सामानको बारे कुराकानी गर्न सकिन्छ। कुराकानी अथवा बोल्न सकिन्छ, कुराकानी गर्न सकिन्छ। र सारा मिना मुल्गने इनुन छाङसोए तेहे माराल छुइता। मानिस वा सामान रहेको ठाउँको बारे कुराकानी गर्न सकिन्छ। ल अब यसपछि हामी जाउँ खागु वा छन्जा छेफुम भनेको छ। खागु वा छन्जा छेफुम है, फर्निचर र विद्युतीय उपकरणहरूको बारेमा हामी जाउँ। ल आज फर्निचरमा अब के छ त हाम्रो सबै सजिलो छ। 1 नम्बरमा छ एयर कन्डिसनर, 2 नम्बरमा छ छिम्दे, 3 नम्बरमा छ विजा भनेको तपाईको के त? कुर्सी, छेक्साङ टेबल, ओच्चाङ भनेको कपडा राख्ने दराज भइहाल्यो, क्लोसेट पनि भन्छ। अर्को छ 6 नम्बरमा सोफा भइहाल्यो। टेलिभिजन, छन्जा रेन्जी भनेको ओभन भइहाल्यो। अनि सेथाकी भनेको भाँडा मान्ने डिसवासर भइहाल्यो। नेङजाङ्गो फ्रिज, छङसोगी भ्याक्युम क्लिनर। अनि सिक्थाक भनेको खाना खाने टेबललाई के भन्छ? सिक्थाक भन्छ। ल यो भयो, त्यो मिनिङहरु सजिलै छ। अब हामी अभ्यासतिर जाउँ एउटा सानो।
खुरिमुल फोगो फोगिवा खाची थेवा हन्जङासियो भनेछ चित्र हेरेर एक्जाम्पल अथवा उदाहरण चाहिँ उदाहरण जस्तै गरी के त कुराकानी पुरा गर्नु भनेर भन्छ है पुरा गर्नुहोस् हसेयो ल अब के भन्छ फोगीमा इगन मोयो छिम्दे हो के हो त छिम्दे हो अब एक नम्बरले भन्छ इगन मोयो यो के हो त यो सिक्था किए हुन्छ नि यो के हुन्छ सिक्थाक है सिक थाक इ कन्सोनेन्ट भएर इ ए यो 2 नम्बरमा छ टेलिभिजन टेलिभिजन इए हुन्छ अर्को छ छङसोगी छङसोगी भनेपछि अब ये हुन्छ चाहिँ छङसोगी हो यसरी गर्ने यसलाई अब हामी छौँ इगा इस्सयो अप्सयो इगा इस्सयो अप्सयो भनेको के हो त भन्दा हामी मुनफब 1 मा जाउँ मुनफब 1 मा हामीले भन्छौँ इगा इस्सयो नुन सारा मिना मुल्गने छोन्जे भनेछ ल छोन्जे भनेको के त एक्जिस्टेन्स अथवा अस्तित्व सारा मानिस वा सामानको अस्तित्व के त सुयुल नाथानेन्दा अस्तित्व कमा के त सोयो भनेको आधिपत्य अथवा ओनरशिप भन्छ है आधिपत्य अथवा ओनरशिप भनेर यसलाई लेख्न मिल्छ ओनरशिप नाथानेन्दा दर्शाउँछ भन्नुहुन्छ इगा अप्सयो नुन छोन्जे हाजी आङ्काना सुयो हागो हाजी आनु नाथानेन्दा भनेर भन्छ अब यदि इगा इस्सयो छ भने मानिस वा सामानको अस्तित्व छ अथवा अधिपत्य छ भनेर बुझ्नु पर्यो इगा अप्सयो छ भने छोन्जे वा आङ्खाना सुयो हागो आन्छी आनु नाल्ते सायङान्दा भनेर भन्छ ल सामान र मानिसको अस्तित्व छ भन्दाखेरि के लाउनु पर्यो इगा इस्सयो र सामान र मानिसको अस्तित्व छैन भन्दाखेरि के लाउनु पर्यो के त इगा अप्सयो लाउनु पर्यो ल अब फाचिम छ भने के लाग्छ फाचिम छ भने इ इस्सयो अप्सयो फाचिम छैन भने गा इस्सयो अप्सयो भनेर जस्तै छेक्साङमा छ छेक्साङ इस्सयो टेलिभिजन अप्सयो अब फाचिममा हेरौँ फाचिम छैन भनेपछि गा इस्सयो अप्सयो लाग्छ सोफा गा इस्सयो नेङजाङ्गो गा अप्सयो यसरी कन्सोनेन्ट एन्डिङ छ भने के त कन्सोनेन्ट एन्डिङ छ भने अनि अब भोवेल एन्डिङ यसरी बुझ्दा नि हुन्छ फाचिम छैन भनेपछि भोवेल एन्डिङ भयो अब यसमा इक्जाम्पल हेरौँ त के भनेको छ भन्दाखेरि ओजाङी इस्सयो ओजाङ अनि इ इस्सयो फाचिम भएको भएर इ लाग्यो ओजाङ भनेको के त कपडाको दराज छ ल हुइजाका इस्सयो कुर्सी छ कम्प्युटरका अप्सयो कम्प्युटर छैन भनेर अर्थ लाग्छ है ल अब के भनेर भन्छ भन्दा यता छोन्जेन सोये थेहाय मुरुल्ते ह्याङथे फ्योन अप्सी इगा इस्सयो अप्सयो रुल सायङ हन्दा भनेर भन्छ ल अब छोन्जेन सोयेको थेहाय मुरुल्ते भनेको सोध्ने बेलामा अब छैन भनेर सोध्ने बेलामा यो अस्तित्व र ओनरशिप छ मुरुल्ते भनेको सोध्ने बेलामा चाहिँ के त ह्याङथे फ्योन अप्सी भनेछ रूप परिवर्तन नगरी भन्नु ह्याङथे भनेको रूप अथवा मोडल परिवर्तन नगरी फ्योन अप्सी भनेको परिवर्तन नगरी इगा अप्सयोमा क्वेसन मार्क अथवा इस्सयोमा क्वेसन मार्क रुल सायङ हन्दा भनेर भन्छ
अब यसमा अर्को टिप्स दिएको छ हामीलाई टिप्समा के भनेको छ त इकानुन मेङसावा खेरा भाय मुन्जाङे छुoi मुलनाता नेन्दा भनेर भन्छ त्यो भन्नु खोजेको के भन्दा इगा चाहिँ नाउनसँग जोडिएर वाक्यको कर्तालाई के गर्छ उसले इन्डिकेट गर्छ भनेर भन्छ जस्तै इरुम इ मोयो इरुमी मोयो भनेर भन्छ ल यसरी नै तपाईले यो गर्नुहोस् सजिलो चाहिँ पहिला नै पढिसके भएर हामीले अघिल्लो एपिसोडमा पनि हिरागाको बारेमा अझ सजिलो भयो अब एक्जाम्पलमा जाउँ ल एक नम्बर के भन्छ फोगियो खाची मुन्जाङको सुसे भनेर एक्जाम्पलमा उदाहरणमा दिएको जस्तै गरी वाक्य लेख्नुहोस् भनेर भन्छ अब के भन्छ त फोगीमा भन्दा छेक्साङ छेक्साङी इसयो छिम्दे अब यो गुल लगाएपछि छ भनेर बुझ्नु पर्यो छिम्दे ल अब छिम्दे के भयो छिम्देगा छिम्दे अब छिम्देमा फेरि के छैन फाचिम छैन भनेपछि के हुन्छ छिम्देगा इसयो भयो सोफा सोफामा फेरि फाचिम छैन फेरि पनि सोफागा अप्सयो त्यसपछि सिकथाक अब सिकथाकमा चाहिँ फाचिम भएको भएर सिकथाकी इसयो सिकथाकी छ अब ओतजाङ अनि फेरि इ नै हुन्छ यसमा यो चाहिँ अप्सयो नै भयो भनेको मतलब छिम्दे भनेको खाट छ सोफागा छ सोफा छैन सिकथाकी टेबल छ र ओतजाङी भनेको कपडा राख्ने दराज छैन भनेर भन्ने यसरी गर्ने हो ल अब खुरिमुल फोगो पोगे खजी थेवर लन्सँग आसियो भनेछ खुरिमुल फोगो चित्र हेरेर फोगी वा खाची एक्जाम्पलमा दिए जस्तै गरी थेवारु लन्सँग आसियो वार्तालाप के गर्नुहोस् कुराकानी पुरा गर्नुहोस् गाले भन्छ छङसोकीका इस्सयो हानियो छङसोकीका अप्सयो छङसोकी छ भनेर सोध्छ अनि नाले भन्छ अर्कोले आनियो छङसोकी छैन छङसोकी भनेको के हो त सफा गर्ने भ्याक्युम क्लिनरलाई भन्छ अब यसमा जाउँ एखनी इस्सयो ल पिक्चरमा हेर्नुहोस् एखनी देखाइरहेको छ भनेपछि के हुनु पर्यो एखनी इस्सयो भनेर लेख्नु पर्यो ने एखनी इस्सयो भन्ने फुल स्टप मात्र लेख्नै भइहाल्यो अर्को छ नेङजाङ्गोगा इस्सयो भनेछ अब नेङजाङ्गो पनि यहाँ हामीसँग नेङजाङ्गो छैन यहाँ है यो र्याक मात्र जस्तै छ यो नेङजाङ्गो होइन भनेपछि आनियो नेङजाङ्गोगा अप्सयो भनेर लेख्नु परोस् नेङजाङ्गोसँग गा लाग्छ टेलिभिजन इस्सयो ल यो सजिलो छ टिभी छ भनेर भन्नु ल अब यसमा थेवा एकमा जाउँ हामी कुराकानी एक लिसनिङमा ल पहिला लिसनिङ सुन्नुहोस् 침대가 있어요? 네, 침대가 있어요. 옷장도 있어요? 아니요, 옷장은 없어요. 소파가 있어요. ल अब लिसनिङमा के भन्यो त भन्दा थाराले भन्छ छिम्देका इस्सयो खाट छ फुवाङले भन्छ ने छिम्देका इस्सयो छिम्दे खाट छ थाराले भन्छ ओज्जाङदो इस्सयो ओज्जाङ पनि छ अथवा दराज लुगा राख्ने दराज पनि छ क्लोसेट भन्छ अनि फुवाङले भन्छ आनियो ओज्जाङुन अप्सयो सोफागा इस्सयो ओज्जाङ छैन तर सोफा चाहिँ छ तर भने हैन आनियो ओज्जाङी अप्सयो ओज्जाङ छैन दराज छैन सोफागा इस्सयो सोफा छ भनेर भन्छ अब एन्सर एक नम्बर के भन्छ ओज्जाङी इस्सयो ओज्जाङ छ भनेर भन्छ अनि एन्सर हुन्छ ओज्जाङ आनियो ओज्जाङी अप्सयो भनेर लेख्नु पर्यो यसको एन्सर अनि सोफागा इस्सयो ने सोफागा इस्सयो सोफा चाहिँ छ सोफा छ है भनेर भनेछ अब यसमा के भनेछ
दोनुन 명사와 खेरा भाया 이미 인 어떤 것도 다른 것이 주거 छगुरो फर्म थेमुल नाथानिन्दा भनेर भन्छ दो भनेको के हुन्छ पनि है दोको अर्थ हुन्छ पनि अब 명사와 खेरा भया भनेको नामसँग जोडिएर इमी इन्नुन अत्तन खसी पहिले रहेको कुनै सामान कुरा थारुन गसी छुग छगुरो थारुन गस भनेको कुरा पहिले भनिसकेको कुनै कुरामा अरु कुरा छुगा छगुरो भनेको थप समावेश छ भनेर दर्शाउँछ भनेर भन्छ है मतलब पनि छ यो छ अनि यो पनि छ भन्ने अर्थ लाग्यो जस्तै फाङे छेकजाङ इसयो भनेछ फाङमा टेबल छ कोठामा टेबल छ भनेर भन्यो अनि त्यसपछि के भन्छ फेरि उइजादु इसयो पहिले उइजादु इसयो भनेर भन्दा नमिल्ने हुन्छ भने मतलब पहिला भनेको वाक्यमा अझ कुनै थप कुरा छ है भनेर भन्दाखेरि नामसँग जोडेर उइजादु लाउन मिल्यो पनि छ भन्ने कुरो हो हामीले नेपालीमा बोल्दाखेरि पनि आफै आउने कुरा भइहाल्यो ल अब छेसिथियन फेउनु हल्याङ वे थ्यापछि भनेको दिएको अभिव्यक्ति प्रयोग गरेर कुराकानी पुरा गर्नुहोस् अथवा पोसेयो गर्नुहोस् भनेर भन्छ प्र्याक्टिस गर्नुहोस् अब के भनेछ छन्जा लेन्जी नेङजाङ्गो छन्जा लेन्जीगा इसयो भनेको माइक्रोवेभ छ भनेर सोध्छ आनियो छन्जा लेन्जीगा अपसयो माइक्रोवेभ छैन मोगा इसयो नेङजाङ्गोगा इसयो फ्रिज छ भनेर भन्छ अब छेकसाङ अनि उइजा छेकसाङ भनेको यो त टेबल है अनि उइजा अब यो छेकसाङ राख्दैन छेकसाङी इसयो है छेकसाङी इसयो आनियो छेकसाङी अपसयो भनेर लेख्नु पर्यो छेकसाङमा चाहिँ कन्सोनेन्ट भएको भएर छेकसाङी अपसयो अनि त्यसपछि के हुन्छ अब मोगा इसयो भन्दाखेरि अब उइजागा इसयो भनेर हामीले यहाँ लेख्नु पर्यो ल अब यो फारुममा गयौँ हामीहरु फारुममा के भन्ने छ त भन्दाखेरि फारुममा भन्छ यो वे वी नुन खाक वाइ रो फारम हागना इछुङ मोरुमो वी ना वी रो फारम आन्दा भनेर भन्छ अब यो जिपोतोङ्स भनेर भन्छ अब यसलाई प्रोनाउन्स गर्ने तरिकाहरु हामीले पहिले पढिसकेको छ यसलाई कसरी पढ्ने हामीले यो के हो वे अनि यो वी है वे अनि वे र वी यो दुईटै वी साउन्ड गर्ने हो हल्का फरक हुन्छ अर्को छ वेगुक वेमो वे खावी र फावी भनेर भन्छ वे भनेको के हो त यो बाहेकलाई भन्छ यो माथिको यो बाहेक यो वी भनेको चाहिँ के हो पेटले भन्छ अनि वेगुक भनेको विदेशी भइहाल्यो वेमो भनेको के त वेमो भनेको तपाईको एपियरेन्स पहिरन हैन एपियरेन्स भन्छ पहिरन लगाई भन्छ अनि हेवे भनेको विदेश भइहाल्यो खावी भनेको कैची भइहाल्यो अनि फावी भनेको चाहिँ के त अब फावी भनेको चाहिँ तपाईको खावी फावी अनि फो भन्छ नि हाम्रो यो खावी भाइ बो भन्छ कोरियामा सिजर पेपर रक यो सिजर भयो यो फावी भनेको चाहिँ रक भयो अनि फो भनेको चाहिँ पेपर है बो खावी भाइ बो भन्छ पीएर पेपर ल अब खावी भाइ बो भन्ने सिजर पेपर रक भन्ने एउटा गेम थाहा छ होला तपाईलाई यहीबाट आएको हो ल अब हामी जाउँ अवे दुई छाङसो अथवा प्लेस ठाउँमा अब ठाउँ भनेको के ठाउँ छ त एक नम्बरमा छ हामीसँग के छ होएसा दुई नम्बरमा सिक्ताङ उनहेङ कफी शप फेनिजम भनेको डिपार्टमेन्ट स्टोर अथवा कन्भिनियन्स स्टोर पनि भन्छ सिजाङ बजार मियोङसिल भनेको कपाल काट्ने ठाउँ ब्युटी पार्लर अनि सुपरमार्केट ठुलो मार्केट ठुलो डिपार्टमेन्ट स्टोर भइहाल्यो अर्को छ यागुक औषधि पसल फ्याङ्गवन अस्पताल उछेगुक भनेको पोस्ट अफिस हुलाक भइहाल्यो त्यसपछि छ
집, घर, 방, कोठा, 화장실, रेस्टरुम, टोयलेट, खसिल, बैठक अथवा लिभिङ रुम, फुवक, किचन अथवा भान्सा, यगी, यहाँ, खगी, त्यहाँ, छगी, ऊ त्यहाँ, अदि, कहाँ, खिसुक्सा भनेको चाहिँ तपाईँको अब कोठा अथवा डोमिटोरी भन्छ सबैभन्दा बेस्ट एन्सर। तर खिसुक्सा भनेको तपाईँले आफू बस्ने कोठा जहाँ सम्पूर्ण फेसिलिटी एभाइलेबल लगभग हुन्छ है, त्यसरी बुझ्ने। ल अब खुरिबुल फोको फोको फाची थेवालु भन्छ गाँसे भने चाहिँ पिक्चर हेरेर एक्जाम्पलमा दिए जस्तै गरी वाक्य पुरा गर्नुहोस्, कुराकानी पुरा गर्नुहोस् भनेर भन्छ। यसको अभ्यासमा जाउँ। के भन्छ त भन्दा यगिन अदिएयो भनेर भनेको छैन, सामुसिरिएयो, सामुसिर हो, यो कहाँ हो भनेर सोध्छ, सामुसिर हो भनेर भन्छ। एक नम्बरमा यगिन अदिएयो, यो कहाँ हो, यागुक इएयो हैन, यागुक, यागुक, यागुक इ एयो, यगिन अदिएयो, होइसाएयो, हेसा, होइसा, होइसाएयो। अब अर्को छ यगिन अदिएयो, फेनिच्याम इएयो, फेनिच्याम मा इएयो, फेनिच्याम इएयो। अनि त्यसपछि छ यगिन अदिएयो, मियोङसिर इएयो, मियोङसिर इ मियोङसिर इ ए यो भयो। ल यसरी हो सब पॉइन्ट। अब ए भनेको चाहिँ हाम्रो के हो त, मा। यो केसँग आउँछ, स्पेशली प्लेस अथवा नाउनसँग आउँछ, नामसँग। अब के भनेको छ भन्दाखेरि यहाँ तपाईको ए नुन छाङसोरुल नाथाने नुन म्याङसावा खेरा भाया भनेको छ। प्लेस देखाउने, प्लेस दर्शाउने नाउनसँग जोडिएर ए नुन चाहिँ ए चाहिँ छाङसो भनेको प्लेस अथवा ठाउँ जनाउने नाउनसँग, नामसँग जोडिएर सारामिना मानिस वा सामान के त छोन्जे हानुन, सामान चाहिँ सामान, छोन्जे भनेको अस्तित्व, अस्तित्वमा रहेको दर्शाउँछ भनेर भन्छ है। छोन्जे हानुन छाङसोरुल नाथानेनुन भनेको अस्तित्वमा छ भन्ने कुरो, छोन्जे भनेको अस्तित्वमा भएको ठाउँलाई, अस्तित्वमा रहेको ठाउँ है, छाङसोरुल ठाउँलाई के गर्छ यसले देखाउँछ, नाथानेन्दा दर्शाउँछ भनेर हुन्छ भनेको छ। त्यसै नाउनसँग जोडिएर मानिस वा सामान अस्तित्वमा रहेको ठाउँलाई दर्शाउँछ भनेर भन्छ। जस्तै वाङमिनुन सामुसिरे इस्सयो, वाङमिन चाहिँ सामुसिरमा छ, वाङमिन मानिस, वाङमिन चाहिँ कहाँ छ, सामुसिरमा छ। छिम्देनुन फाङ्गे इस्सयो, खाट कोठामा छ, ए। अनि खसिरे सोफाका इस्सयो, लिभिङ रुममा सोफा छ। अब यसरी तपाईको ए भनेको मा भनेर बुझ्नु पर्यो। अब फोगियो खाची मुन्जङ्गल चुसेयो भनेको छ। के भनेको छ, सामुसिरमा कम्प्युटर छ भनेर भन्नु। सामुसिरे कम्प्युटरका इस्सयो, फुअके नेङजाङ्गो। अब के हुन्छ एन्सर, फुअक ए नेङजाङ्गो, नेङजाङ्गो के हुन्छ, गा इस्सयो
기숙사 침대 अब 기숙사मा ठाउँ भनेपछि के भयो 기숙사मा 침대가 있어요 거실에 텔레비전이 है 텔레비전이 있어요 편의점에 전자레인지 있어요 방에 옷장이 있어요 미용실에 의자가 있어요 हो यसरी कन्सोनेन्ट एन्डिङ भए पनि भवेल एन्डिङ भए पनि सबैमा के लाग्छ ए लाग्छ ठाउँमा प्लेसमा है स्पेशली एरियामा ठाउँमा है लोकेसनमा ल अब कुरिमुन फोगो फोगिबा खाची थेवाल वान्सँग आछियो भनेछ पिक्चर हेरेर कुराकानी पुरा गरौँ निच्छानन सिनुन 어디에 있어요 병원에 있어요 병원को पिक्चर देखाछ त्यही भएर 병원에 있어요 अस्पतालमा छ 타라 씨는 어디에 있어요 타라 씨는 식당에 있어요 भनेर सिधै लेख्नु पर्यो अजिजा 씨는 어디에 있어요 अजिजा 씨는 집에 있어요 यो के भयो छिप भयो है अर्को छ छिप अनि अर्को छ के त 티안 씨는 어디에 있어요 티안 씨는 कहाँ छ त 티안 씨는 편의점에 있어요 यही लेखेको छ 편의점 अर्को छ 민민아웅 씨는 어디에 있어요 화장실에 있어요 화장실 कसरी लेख्नु त 화장실에 लेख्नु पर्यो 있어요 है ल यसबाट नै हामी अगाडि जाउँ अब जाउँ थेवा 2 ल थेवा 2 पहिला एक्चुअली राम्रोसँग सुनिहेर्नुस् के भन्छ थेवा 2 मा 니찬한 씨는 어디에 있어요? 식당에 있어요. 아지자 씨도 식당에 있어요? 아니요. 아지자 씨는 미용실에 있어요. ल अब के भन्यो त भन्दा यसमा माधुले भन्छ निचानन सिन 어디에 있어요 निचानन सी चाहिँ कहाँ हुनुहुन्छ छाराले भन्छ 식당에 있어요 식당मा हुनुहुन्छ अनि आइसा सी도 어디에 있어요 आइसा सी도 식당에 있어요 आइसा सी पनि 식당मा हुनुहुन्छ 아니요 आइसा 씨는 미용실에 있어요 आइसा सी चाहिँ कहाँ हुन्छ रे 미용실 भनेको ब्युटी पार्लर अथवा सलुनमा हुनुहुन्छ कपाल काट्ने ठाउँमा हुनुहुन्छ भनेर भन्छ अब थेताबे भयो भने चाहिँ आन्सर दिइहेर्नुस् निचानन 씨는 식당에 있어요 निचानन सी चाहिँ 식당मा हुनुहुन्छ भनेर भन्छ अनि के हुन्छ ने निचानन 씨는 식당에 있어요 भनेर हामीले यसरी आन्सर ने निचानन 씨는 식당에 있어요 सेम लेख्दै भइहाल्यो अनि आइसा 씨는 어디에 있어요 आइसा 씨는 कहाँ छ 미용실에 있어요 भनेर यसरी आइसा 씨는 पछि के लेख्नु पर्यो यो मियोङसिरे 있어요 भनेर लेखेपछि आन्सर क्लियर भयो ल यसरी थेवा कम्प्लिट गर्ने अब छेसुथेन फेनुल वालिङवे थ्याइ फुस्यो भनेको छ दिएको अभिव्यक्त प्रयोग गरेर कुराकानी गरिहेर्नुहोस् भनेर भन्छ अब सामुसिर कम्प्युटर 여기는 어디예요 यो कुन ठाउँ हो 여기는 사무실이에요 यो 사무실 हो 사무실에 뭐가 있어요? 사무실मा के छ? कम्प्युटर가 있어요. कम्प्युटर छ भनेर भन्छ। अब यसमा हामीले खसिल र सोफा राख्नु पर्यो। खसिल भनेको लिभिङ रुम। 여기는 어디예요? यो कुन ठाउँ हो? 여기는 거실이에요. हैन? के हो? 거실이에요. अनि 사무실에 뭐가 अब खसिरे मोगा 있어요 लेख्नु पर्यो त्यसपछि हुन्छ सोफागा 있어요 भनेर यो आन्सर लेख्नु पर्यो अब युवागान फेन भनेको छ महत्त्वपूर्ण अभिव्यक्तिहरु एक्सप्रेसन हुन्छ यो बेला बेला बोल्ने के भनेको छ 알겠습니다 हजुर बुझे यसको आन्सर के हुन्छ त हजुर बुझे ल हजुर बुझे भन्दाखेरि 알겠습니다 भनेर भन्नु पर्यो 티안씨 이따 2시에 전화하세요. 티안씨 पछि ता भने इत्तागाले सर्ट फर्ममा 2시에 2 बजे के गर्नुस् कल गर्नुहोस् भनेर चाहिँ ने फान्जानी 알겠습니다. फान्जानी बुझे
मैले राम्रोसँग बुझे भनेर भन्दाखेरि ओके सुम्निदा भनेर लगाउनु पर्यो है ल अब जो हामी मुनवा र छङ्बो ल अब यो मुनवा र छङ्बो पढ्दाखेरि तपाईले पहिला रिडिङमा चाहिँ मजाले प्र्याक्टिस गर्नु होला मुनवा र छङ्बो राम्रोसँग पढिएन भने भाषा इम्प्रुभ हुन गाह्रो हुन्छ त्यही भएर अब आज हामी यसमा हाङ्गुके थोसी कोरियाको सहरहरूको बारेमा पढ्छौं ल अब सुरु गरौँ हाङ्गुकेनुन हान्खे थोक्पेल्सी थोक्पेल्सी भनेको विशेष सहर स्पेशल सहर भन्छ विशेष सहर सौल वा हाङ्गे थोक्पेल छाछिसी थोक्पेल भनेको विशेष भइहाल्यो अनि छाछिसी भनेको स्वायत्त अथवा सेल्फ गभर्न भएको स्वायत्त हुन्छ स्वायत्त शासन अथवा स्वायत्त सेजोङ यसतके ख्वाङयाक्सी ख्वाङसी भनेको महानगरले भन्छ है मेट्रोपोलिटन महानगर है कुन कुन हो इन्चन थेजन बुसान उल्सान थेगु ख्वाङजु गा इसुम्निदा ल कोरियामा के रहेछ हान्गे थोक्पेल्सी सहुल विशेष सहरको रूपमा सहुल हाङ्गे थोक्पेल जाछिसी हैन थोक्पेल जाछिसी भनेको स्वायत्त सहर भन्छ के सहर सेल्फ गभर्नर भएको सेल्फ सहर सेजोङ अनि यसतके ख्वाङयाक्सी भनेको 6 वटा चाहिँ के छ महानगर छ जुन चाहिँ इन्चन थेजन बुसान उल्सान थेगु र ख्वाङजुका हो भनेर भन्छ सौरुन हाङ्गुकेस खाजाङ खुन्दोसिरो भनेको छ सौल चाहिँ कोरियाको खाजाङ खुन्दोसी सबैभन्दा ठुलो सहरको रूपमा छङ्जी छङ्जी भनेको त राजनीति है छङ्जी टिप्नुस् राजनीति अनि ख्यङ्जे इकोनोमी अथवा अर्थशास्त्र मुनवाए संस्कार मुनवा भनेको संस्कृति संस्कार को छुङसिमजिम्निदा भनेर भन्छ सेन्टर हो रे अथवा केन्द्र हो भनेर बुझ्यो छुङसिम भनेको त केन्द्र हो रे छुङसिम छि इम्निदा केन्द्र भाग हो छुङसी छिच छुङसिम भनेको केन्द्र अनि जी भनेपछि भाग हैन केन्द्रीय भाग हो अथवा केन्द्रीय क्षेत्र हो भनेर भन्छ छुबेने वरपर इन्चन ख्यङ्गिदोवा हाम्के है वरपर चाहिँ छुबेन भनेको वरपर अथवा एराउन्डमा छुब इन्चन अनि ख्यङ्गिदोवा हाम्के इन्चन र ख्यङ्गिदोसँग सँगसँगै सुदो बनुल इरुम्या भनेको छ आदि के त सुदोगन भनेको सहरहरू हैन सहरहरू महानगरहरू इरुम्या बन्दै यी छियकेनुन यो छियको चाहिँ ओसिफोगा नम्नुन हाङ्गुक सारामदुरी 50% भन्दा बढीका नम्नुन हाङ्गुक सारामदुरी बढी कोरियन मानिसहरू चाहिँ खजु हाम्निदा बसोबास गर्ने गर्दछन् भनेर भन्छ भने मतलब वरिपरिको इन्चन ख्याङ्गुदो सँगै का सहरहरू बन्दै हैन सहरहरू सँगसँगै इरुमे भनेको बन्दै सहरहरू बनाउँदै यी छियक एनुन यो क्षेत्रमा चाहिँ 50% भन्दा बढी मान्छे कोरियन मान्छेहरू बसोबास गर्दछन् रेसिडेन्स गर्दछन् भन्छ इन्चनुन थ्यानमिङ्गुके ख्वानमुन उरोस भनेछ इन्चन चाहिँ कोरियाको चाहिँ के त थ्यानमिङ्गु भनेको कोरियालाई भन्छ थ्यानमिङ्गुको चाहिँ ख्वानमुन उरोस भनेको गेटवे अफ कोरिया भन्छ प्रवेशद्वार इन्चन खुक्चे खोङवानुन भनेको इन्चन खुक्चे खोङाङ इन्चन अन्तर्राष्ट्रिय विमानस्थल र इन्चन हाङ भनेको पोर्टलाई भन्छ हैन पोर्ट भनेको बन्दरगाहलाई विछिए इसुमिदा लोकेटेड छ अथवा अवस्थित छ भनेर चाहिँ विछि भनेको अवस्थित छ भनेर बुझ्दा हुन्छ अवस्थित छ ल
अब इन्चन चाहिँ कोरियाको प्रवेशद्वार गेटवे अफ कोरिया र इन्चन खोक्चेखोङको रूपमा र इन्चन हाङनुङ अवस्थित छ भनेर भन्छ। इन्चन चाहिँ कोरियाको प्रवेशद्वारको रूपमा जहाँ विमानस्थल पनि छ र इन्चन पोर्ट बन्दरगाह पनि अवस्थित छ भनेर भन्छ। ल अब यसपछि तल हानफ्यान अर्कोतर्फ सेजोङ थोक्पेल छाजी सिनुन भनेको छ। सेजोङ थोक्पेल सेजोङ भनिने विशेष स्वायत्त सहर है। सेजोङ सहरको नाम भयो, थोक्पेल भनेको विशेष, छाछी भनेको त स्वायत्त अनि सी भनेको सहर। स्वायत्त सहर चाहिँ 2000 इछन सिब इने भने 2012 नमा हेङजङ अमुरुल हेङजङ भनेको त एडमिनिस्ट्रेसन अथवा प्रशासनिक है प्रशासनिक अम्मु काम ह्युल छगुरो भनेको इफेक्टिभ तरिकाले अथवा कुशलतापूर्वक सुहेङ हागी उहे सम्पन्न गर्नको लागि सञ्चालन गर्नको लागि हैन सम्पन्न अथवा सञ्चालन गर्नको लागि मान्दुर जिन हेजाङ छुङसिम फोक्खाप थोसिरो भनेर भनेको छ है। ल बनाइएको हेजाङ छुङसिङ प्रशासनिक केन्द्रित फोक्खाप थोसिप ल भनेको ठुलो कम्प्लेक्सको सहर भनेर भन्ने प्रशासनिक केन्द्रित ठुलो कम्प्लेक्सको सहर ख्योयोकबु भनेको शिक्षा मन्त्रालय, खोयोङ नोदोङबु भनेको रोजगार श्रम तथा रोजगार मन्त्रालय, थुङ आदि, थेबुबुनी आदि धेरै जसो छङ्बु फुछगा विछे सुमिदा सरकारी डिपार्टमेन्टहरु फुछ भनेको त विभागहरु हैन सरकारी विभागहरु विछे अवस्थित सुमिदा छन्। भयो मतलब के त भन्दा 2012 मा प्रशासनिक काम कुशलतापूर्वक सञ्चालन गर्नको लागि बनाइएको प्रशासनिक केन्द्रीय कम्प्लेक्सहरुमा के त शिक्षा मन्त्रालय, नोदोङबु भनेको रोजगार मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय आदि विभिन्न सरकारी अफिसहरु के भन्छ अवस्थित छन् भनेर भन्छ। इन्गुने भनेको वरपर फेरि ख्याङबु सङ्गवा होनाम सनी भनेको छ। ख्याङबुङ भनेको त वरपर ख्याङबु भन्ने ठाउँको लाइन है सन भनेको लाइन र होनाम भनेको पनि ठाउँको लाइन छिना खानुन खेथोङवा आदि लाइनमा ओहोर दोहोर गर्ने यातायात हैन पास हुने यातायात ख्वा हाकी भनेको छ के त पास हुने यातायात र ख्वा हाक भनेको विज्ञानको छुङसिम छिन भनेको केन्द्रको रूपमा थेजन सुविधा थेजन छ रे भने मतलब वरपर चाहिँ ख्याङबोक्सन र होनामसन भन्ने लाइन लिकमा ओहोर दोहोर गर्ने खेथोङवा यातायात र विज्ञानको केन्द्रीय भागको रूपमा चाहिँ थेजन भन्ने ठाउँ रहेको छ भनेर भन्छ। थेजन रहेको छ। ल अब हामी फेरि माथि समरको अब के भन्छ त बुसान हुन् हाङ्गुकेस थु बन्चेरो खुन दोसिरो बुसान चाहिँ कोरियाको दोस्रो सेकेन्ड ठुलो सहरको रूपमा सेगे छगिन विश्व स्तरमा अथवा वर्ल्ड वाइड रूपमा ख्युमोए फुसान हाङ्गे इसम्या ख्युमो भनेको सेपमा अथवा नापमा फुसान हाङ भनेको बुसान पोर्ट चाहिँ इसुमे भएर आरुमदाउन हेबेनी इस सुन्दर सामुद्रिक किनारा अथवा बीच भएर छ। अनि मानुन ख्वाङवा क्रेक दूरी भनेको धेरै अवलोकनकर्ता अथवा पर्यटकहरू फाङमुन हाम्निदा के गर्छन् त आउने
गर्दछन् घुम्न आउने गर्दछन् घुम्ने गर्दछन् यिनगुने वरपर छादोङछा छोसन ल छादोङछा गाडी छोसन सिप छोङखाको भनेको केमिकल है हेभी केमिकल हेभी इक्विपमेन्ट हैन हेभी केमिकल है अथवा पेट्रोकेमिकल पनि भन्छ आदि साना विकास भएको इन्डस्ट्रियल सहरको रूपमा चाहिँ उल्सान छ भनेर भन्छ ल अब तल जाउँ यी वेदो भनेको यो बाहेक पनि हाङ्गुके नामदोङ चोगेन ख्यङसाङदो भनेको छ नामदोङ चोक भनेको छ नाम भनेको नाम दोङ भनेको दोङ नाम भनेको के त साउथलाई भन्छ हैन दोङ भनेको के त पूर्व इस्ट साउथ इस्ट भन्छ नि साउथ इस्ट ठाउँतिर ख्यङसाङदो भन्ने छिबाङेनुन प्रान्त सोम्यु सानवे भनेको छ सोम्यु भनेको के त गार्मेन्ट अथवा कपडा है कपडा सानवे उद्योगको थोसिन थेगुगा इक्को कपडा उद्योगको सहरको के छ थोसिन सहर भएको थेगु छ भएर नाम्स चोगे नाम्स भनेको छ अब साउथ इस्ट पछि साउथ वेस्ट है साउथ वेस्ट भयो चोकमा चाहिँ छन्लादो छिबाङेनुन छन्लादो भन्ने प्रान्तमा चाहिँ मुनहवा येसुरी मुन्ना भने के त संस्कार र कला है संस्कृति र येसुरी भने कला थोसिन कलाको सहर भएको ख्वाङजु इस्सुमिदा छ भनेर भन्छ भनेको यी बाहेक पनि कोरियाको साउथ इस्ट के त दक्षिण पूर्वी क्षेत्रको ख्याङसाङदो भन्ने प्रान्तमा चाहिँ कपडा उद्योगको थोसीको रूपमा थेगु छ र साउथ वेस्ट अथवा दक्षिण पश्चिमी चोकको छल्लादो प्रान्तमा रहेको संस्कृति र कला र संस्कृतिको सहरको रूपमा चाहिँ ख्वाङजु रहेको छ ख्वाङजु अनि के त ख्याङसाङदो र ख्याङसाङदो रहेको छ भनेर हामीले यसरी भन्नुपर्छ ल सहरहरूको नाम यसमा टन्नै दिएको छ यसलाई राम्ररी अध्ययन गर्नु होला ल अब सेल्फ एसेसमेन्ट भनेको चाहिँ यो पाठ पढेर हामीले बुझ्नुपर्ने कुराहरू छिबे इनुन मुल्गने इरुमुल माराल्छु इता घरमा रहेको सामानको मुल्गने सामानको चाहिँ इरुम नाम भन्न सकिन्छ हैन सारा मिना मुल्गने इनुन छाङसुरुल माराल्छु इता मान्छे अथवा सामान रहेको ठाउँको बारेमा कुराकानी गर्न सकिन्छ छाङसुरुल मुक्को थिता भाल्छु इता छाङसुरुल मुक्को भनेको ठाउँ सोधेर एन्सर गर्न सकिन्छ भनेर भन्छ ल अब हामी जाउँ अभ्यासमा है अब इल्कीमा के भन्छ त लेख्यो भन्छ पहिला हेर एक नम्बरमा थाउम न्याङ्गा ख्वाङ्गे इनुन खुरुस तल दिएको विषयसँग सम्बन्ध भएको पिक्चर अथवा खुरिम छान्नुहोस् विजा के हो यो विजा एक नम्बरको विजा भयो ल अब थाउम थानवा ख्वाङ्गे इनुन खसुल मोसुम्निका भनेको तलको शब्दसँग सम्बन्धित कुरा के हो भनेको छ सोफा भनेको खेजल भनेको सिजन अथवा ऋतु हैन ऋतु नाल्सी भनेको मौसम अनि खागु भनेको फर्निचर यसको आन्सर हुन्छ फर्निचर छिमी भनेको हबी अथवा रुचि यसको आन्सर भयो 2 नम्बर है 3 नम्बर सरी ल थाउम छु मिचुलचिन फुबुने भनेको दिएको मध्ये मिचुलचिन फुबुने अन्डरलाइन गरेको भाग है अन्डरलाइन पार्ट भनौँ न मानन मुन्जाङ खुरुसुसी अन्डरलाइन पार्टको मिल्ने आन्सर भएको शब्द वाक्य छान्नुहोस् मुन्जाङ भनेको वाक्य छान्नुहोस् थाङे ओज्जाङ्गा अप्सयो ल कन्सोनेन्टिङ छ तर गाला आएछ यो मिलेन छनु नोङबु इ आनी हो म चाहिँ नोङबु इ यो बु र इ मिल्दैन भवेल प्लस भवेल खेल्नु हुँदैन यो पनि मिलेन थारा सिनुन होइसा एक इस्सयो थारा सि चाहिँ होइसामा हुनुहुन्छ यो मिल्यो हैन
아니 유수프는 식당에 밥을 먹어요. 유수프는 식당에 밥을 먹어요. अब यो 식당मा भातलाई खान्छ भन्दा नि 식당बाट खाना खान्छ भनेर भन्ने हुन्छ। युसुफ चाहिँ 식당मा भातलाई खान्छ भन्ने अलि नमिल्ने हुन्छ। त्यही भएर यसमा चाहिँ के हुन्छ 식당에서 हुन्छ। 식당बाट खाना खान्छ भन्न चाहिँ मिल्छ। 식당मा खाना खान्छ भनेर भन्दाखेरि अलि नमिल्ने भएको भएर यो पनि मिल्दैन। यसको आन्सर हुन्छ थारासिनुन पैसाए कम्पनीमा छ। अब छैन भन्ने कुरा मात्र हाम्रो यो मिल्छ। गाराई अरुमा नमिल्ने भएको भएर यो मिलेन है। 빙칸의 털칼 가정 알맞은 것을 고르십시오 भनेछ। 머리가 너무 길어요. कपाल मरी भनेको टाउकोलाई भन्छ तर मरीका नमु खिर भनेपछि कपाल धेरै लामो भयो। नेल मरुल चालेर भोलि कपाल काट्न डढ्दै खाल गयो। केमा जान्छ त कफी शप फेनिचम कफी शप भनेको कफी खान्छ फेनिचम भनेको पसल सुविधायुक्त पसल उचिक भनेको पोस्ट अफिस र मियङसिर भनेपछि यसको आन्सर हुन्छ के हुन्छ मियङसिर आन्सर भयो। ल 5 नम्बरमा जाउँ। थाउम खुलको तलको प्याराग्राफ पढेर लेख पढेर नेयङ्ग खातुन कसूल विषयसँग सम्बन्धित कुरा छान्नुहोस् भनेर भन्छ। 한국에는 한 개의 톡벨시와 한 개의 톡벨 자지시 भनेछ। कोरियामा चाहिँ एउटा विशेष शहर र एउटा विशेष स्वायत्त शहर अनि यसतके ख्वाङयाक्सी भनेको महानगर। एउटा विशेष शहर एउटा विशेष स्वायत्त अनि अरु 6 वटा चाहिँ महानगर आदि छन्। सौल खाजा खुन्दोसी सौल चाहिँ खुन्दोसीको रूपमा छङ्जी भनेको राजनीति पोलिटिक्स ख्यङ्जे भनेको इकोनोमी अर्थतन्त्र मुनवा भनेको संस्कार छुङसिमजिमनिदा केन्द्रीय भाग हो रे। बुसानन थु बन्चेरो खुन्दोसीरो भनेको बुसान चाहिँ दोस्रो ठुलो सहरको रूपमा आरुमदाउन हेबेनी भनेको सुन्दर समुद्री किनारा इस भएर छ। मानुन ख्वाङगाङ धेरै पर्यटकहरू के गर्छ फाङमुन हामीदा जाने गर्दछन्। इन्चनुन खोक्चे खोङाङन भनेको इन्चनको अन्तर्राष्ट्रिय एयरपोर्ट के त एयरपोर्ट र इन्चनाङ भनेको इन्चन बन्दरगाह पोर्ट इन्नुन भएर थ्यानमिङको ख्वाङमुन थ्यानमिङको के हो त कोरियाको चाहिँ के हो प्रवेशद्वार हो गेटवे हो भनेर भन्छ। भने सेवा हामीले यसको आन्सर चाहिँ पत्ता लगाउनु पर्यो। इन्चनुन हाङ्गुके थोसी छुङेछ थु बन्चेरो खुन खोसिमिदा रे। इन्चन चाहिँ कोरियाको सहरहरू मध्ये छुङेछ मध्ये थु बन्चे भने दोस्रो ठुलो सहर हो सहरको ठाउँ हो भनेर भन्छ। यो मिलेन। पहिलो हाङ्गुकिनुन इन्चन हैन सचिस इन्चन त सौल चाहिँ हो इन्चन हैन। हाङ्गुकिनुन थोकपल छिव ख्वाङयाक्सीका मोदु यसतके छिन्। कोरियाको विशेष सहर र ख्वाङयाक्सी भनेको महानगर गरेर जोममा कति जना छन् 6 वटा छ अरे छैन थोकपेल्सी एउटा छ ख्वाङयाक्सी मात्र 6 वटा छ। यो पनि मिलेन है। अनि ख्वाङवाङ खेकदुरी आरुमदाउन हेबेनी फोर्यगो बुसाने छात्सुमिदा ल भ्रमणकर्ताहरू अथवा पर्यटकहरूले आरुमदाउन हेबेनी भनेको सुन्दर बगैँचा हेर्न मन लागेमा बुसान खोज्छन् भनेर भन्छ। भनेपछि आन्सर यही मिल्यो हो। बुसानमा चाहिँ के त आरुमदाउन हेबेनी इस भनेर भनेछ। हाङ्गुएस खाजाङ कुन्देसिए सौरुन थ्यानमिङके ख्वाङमुन्दा भनेछ। कोरियाको सबभन्दा ठुलो सहरको रूपमा सौल चाहिँ कोरियाको के हो त प्रवेशद्वार हो भनेर छ। प्रवेशद्वार हाम्रो के हो इन्चन हो है। इन्चन चाहिँ हाम्रो के हो त प्रवेशद्वार हो। त्यही भएर सौल हैन सौल भित्र चाहिँ इन्चन पर्ने भएको भएर ल उसको आन्सर 3 नम्बरको हुन्छ। 4 पनि मिलेन। अब यो सँगसँगै हामी सुनाइमा जाउँ लिसनिङमा। ल लिसनिङमा के भन्छ 1 नम्बरले पहिलो लिसनिङ सुन्नुस् त। 1번 다음을 듣고 빈칸에 알맞은 것을 고르십시오. 여기는 은행입니다.
लेख्न भन्छ ठाउँमा थुत्को बिन्खाने आलमाजन कसल खुरुसियो तलको सुनेर खाली ठाउँमा मिल्ने कुरा छान्नुहोस् भनेछ 여기는 dird입니다 2 नम्बरको सुन्नुहोस् त 2 देखि 3 2번부터 3번까지 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. 2번 의자가 있어요? 1. 네, 의자를 사요. 2. 네, 의자가 많아요. 3. 아니요, 의자예요. 4. 아니요, 의자가 높아요. ठाउँमा थुत्को मुल्गने आलमाजुन 대답을 खुरुसियो भनेछ तलको सुनेर दिएको सुनेर मुरुमे मालमाजुन सोधिएको मिल्ने आन्सर गर्नुहोस् भनेछ अब 2 नम्बरको 의자가 있어요 भनेछ 의자가 있어요 भनेपछि आन्सर के दिनु पर्यो 네 의자를 사요 किन्छु 네 의자가 많아요 धेरै छ 아니요 의자요 의자 हो भन्नुहुन्छ 아니 의자가 높아요 होइन 의자가 높아요 भनेछ 의자가 있어요 भन्दा 의자 छ भन्ने सोध्यो अब आन्सर हुन्छ 네 의자가 많아요 의자 धेरै छ भन्ने कुरो हुन्छ हैन 3번 시장에 어떻게 갔어요? 1. 어제 갔어요. 2. 매일 갔어요. 3. 친구가 갔어요. 4. 지하철로 갔어요. अब 3 नम्बरमा जाउँ 3 नम्बर के भन्छ सिजाङे अतके खास्सयो सिदाङमा कसरी जानुभएको थियो भन्दाखेरि अझै खास्सयो हिजो गए मेल खास्सयो जहिले जान्छु छिङ्गु खास्सयो साथी गए र छियाछल्लो खास्सयो छियाछल चढेर गए के हुन्छ त्यो आन्सर म छियाछल चढेर गए कसरी अतके भनेसी कसरी जानुभयो भनेर भनेछ क्विज लिसनिङमा 4 मा सुन्नु पहिला 4번 두 사람은 무엇에 대해 말하고 있습니까? 집에 에어컨이 있어요? 에어컨은 없어요. 선풍기가 있어요. के भन्छ त्यो सारामुन मु엇에 대해 말하고 있습니까? दुईजना मान्छे के को बारेमा कुराकानी गरिरहेको छ भन्दा छिब आन इल के भयो त छिब आन इल घर भित्र कुरा भनेछ दुईजना के को बारेमा कुराकानी गरिरहेछ भन्दा 4 नम्बरमा छिबे एखन 있어요 एखनल 없어요 선풍기가 있어요 भनेर भनेको थियो अब त्यो सारामुन के को बारेमा कुरा गर्छ छिब आन इल घर भित्रको काम छोरी पप भनेको पकाउने विधि है छोरी गर्ने पकाउने विधि अनि थेचुङ ख्वेथुङ भनेको सार्वजनिक यातायातको बारेमा कुराकानी गरेछ छन्जा छेपु भनेपछि दुईजना के को बारेमा कुरा थियो छन्जा छेपुङको बारेमा कुराकानी गरिरहेको थिए भने मतलब होम अप्लायन्सेस इलेक्ट्रोनिक सामानहरुको बारेमा कुराकानी गरिरहेको थिए ल 5 नम्बरको पहिले सुन्नुस् 5번 다음을 듣고 이어지는 말로 가장 알맞은 것을 고르십시오. 근처에 시장이 있어요? 1. 네, 저는 시장에 자주 가요. 2. 네, 시장에서 과일을 살 거예요. 3. 아니요, 시장은 없고 마트는 있어요. 4. 아니요, 채소는 시장에서 사는 게 좋아요. र 5 नम्बरले के भन्छ भन्दा ठाउँमल थुत्को इयजिनुन माल्लो खाजाङ आलमाजुन खसल खुरुसिप्सियो भनेर भन्छ तर दिएको सुनेर इयजिनुन तलको सुनेर इयजिनुन माल्लो भनेको कन्टिन्यू हुने कुरासँग सबभन्दा मिल्ने कुरा अथवा जारी रहने कुरासँग चाहिँ सबभन्दा मिल्ने कुरा छान्नुहोस् भनेछ कुञ्जय सिजाङ इसयो भनेर भनेछ अब त्यससँग जारी रहने कुरा के हुन्छ ने छनुन सिजाङे छाजु गयो म सिजाङको प्राय जान्छु यो मिलेन
ने सिजाङ एस ख्वाइल साल्तो सिजाङबाट ख्वाइल किन्नेछु भन्नु चाहिँ पनि मिल्दैन आनियो सिजाङमुन अपको माथुन इस्सय भनेछ कुन चाहिँ सिजाङ इस्सय भन्दाखेरि आन्सर के हुन सक्छ आनियो सिजाङमुन अपको माथुन इस्सय सिजाङ चाहिँ छैन माथ चाहिँ छ भन्नु मिल्यो यसको आन्सर 3 नम्बरको हुन्छ आनियो छेसुन सिजाङ एस सानुङ्गे छुआयो छेसु भनेको भेजिटेबल चाहिँ सिजाङबाट किनेमा राम्रो हुन्छ सानुङ्गे छुआयो भनेछ ल यसको आन्सर 3 नम्बर बोल यसरी आज हामीले पाठ 3 च्याप्टर 3 कोरियन भाषाको नयाँ पाठ्यक्रममा आधारित पाठ 3 पनि सजायौं ल राम्रोसँग फेरि रिभाइज गर्नुस् नबुझेको कुरा कमेन्ट गर्नुस् अहिले 3 सम्म त खासै गाह्रो केही पनि छैन इक्जामको लागि राम्ररी पढ्नुस् अब भोलि हामी फेरि थोङछा क्वा सामुल भनेर अर्को 4 नम्बर च्याप्टर पढ्नेछौँ अहिलेलाई यही सकौं न इपिएस केएलजी नेपाल च्यानल सब्स्क्राइब गरिदिनु होला धन्यवाद